हरे कृष्ण सम्पूर्णमा आज म हजुरहरू समक्ष योग माया र योग मार्गको बारेमा चर्चा गर्न गइरहेकी छु। वास्तवमा योग मार्गमा लाग्दा कस्तो प्रकारको बाधा वा अप्ठ्याराहरू आउँछन् त? योग मार्गमा लाग्दै जाँदा कस्तो प्रकारको अप्ठ्यारो परिस्थितिहरूसँग हामीले जुझ्नुपर्छ त, सामना गर्नुपर्दछ त? यी सम्पूर्ण प्रश्नहरूको उत्तर श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 47 र अध्याय 7 को श्लोक 3 र 14 मा उल्लेख गरिएको छ। भगवान श्री कृष्णले श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 46 मा अर्जुनले भन्नुभएको छ, तपस्वीभ्योऽधिको योगी ज्ञानीभ्योऽपि मतोऽधिकः कर्मीभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन। अर्थात् तपस्वी भन्दा योगी श्रेष्ठ हुन्छ। विभिन्न प्रकारका शास्त्रहरू पढेको ज्ञानी भन्दा पनि योगी श्रेष्ठ हुन्छ। स्वयंको पालन पोषण गरिरहने फलाशक्ति कर्म गरिरहने व्यक्ति भन्दा पनि योगी श्रेष्ठ हुन्छ। त्यसैले हामीले योगी बन्नु पर्दछ। यहाँ योगी भनेको स्वयंको स्वयंले नै कल्याण गर्दै आफ्नो राष्ट्र र समाजको पनि कल्याण गर्ने जागरुक व्यक्तिलाई बुझाउन खोजिएको हो। हामीले योगको मार्गमा लाग्नु पर्दछ। हामीले उपयोगी, सहयोगी र योगी व्यक्ति बन्नु पर्दछ। किनभने उपयोगी, सहयोगी र श्रेष्ठ योगी व्यक्ति नै श्रेष्ठ बन्दछन्। स्वयंको मात्र कल्याण हेर्ने, स्वयंको मात्र हित हेर्ने तर आफ्नो समाज र राष्ट्रको बारेमा नसोच्ने व्यक्तिहरू भन्दा योगी श्रेष्ठ हुन्छ। विभिन्न प्रकारका शास्त्रहरूको ज्ञान त आर्जन गरेको, तर त्यो शास्त्रहरूको ज्ञान केवल आफ्नो हितको लागि मात्र प्रयोग गर्ने, आफ्नो समाज र राष्ट्रलाई त्यो ज्ञानबाट परिचित नगराउने ज्ञानी भन्दा पनि योगी सबैभन्दा श्रेष्ठ हुन्छ। त्यसैले अर्जुन, तिमी योगी बन। यस श्लोकले हामीलाई योगी बन्न उत्प्रेरित गर्दछ, योगको मार्गमा अगाडि बढ्न प्रेरणा प्रदान गर्दछ। श्रीमद् भगवत गीताकै अध्याय 7 को श्लोक 3 मा भगवानले अर्जुनले भन्नुहुन्छ, मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः। अर्थात् सत्यको मार्गमा लाग्न अत्यन्तै कठिन छ। यो तत्कालको जीवनको लागि सुरक्षित पनि छैन। त्यसैले योगको मार्गमा लाग्ने, सत्यका मार्गमा लाग्ने हजारौं जनाहरू छन् भने त्यसको लागि कोही एक मात्र तयार हुन्छ। हजारौं जना मध्ये कोही एकले मात्र उत्कृष्ट स्थानलाई प्राप्त गर्न सक्दछ। यस्तो व्यक्तिले मात्र निरन्तरता प्रदान गरेर आफ्नो कर्तव्य गर्दछ। आफ्नो कर्तव्य पथमा अविचलित भई निरन्तर रूपमा कर्म गरिरहन्छ। आफ्नो कर्तव्यलाई निभाउँदछ। पूर्ण रूपमा श्रद्धा राखेर आफ्नो कर्म गरिरहेको हुन्छ। अरू त केवल सानातिना नौकरी गरिरहेका हुन्छन्, केवल सानातिना कर्म गरिरहेका हुन्छन् र आफूलाई सुरक्षित राख्न खोज्दछन्। जसरी गौतमसँग लागेका धेरै व्यक्तिहरू थिए, धेरै मानिसहरू थिए, तर तिनीहरू बीचमै हराएर गए। तर गौतम बुद्धले आफ्नो कर्तव्य निष्ठापूर्वक निरन्तरता प्रदान गरेर निरन्तर रूपमा गरिरहे र अन्त्यमा उहाँले श्रेष्ठ स्थानलाई प्राप्त गर्नुभयो र गौतम बुद्ध बन्नुभयो। त्यसैले हामीले सफलतालाई प्राप्त गर्नको लागि त्याग गर्नुपर्दछ, वैराग्य गर्नुपर्दछ, अभ्यास गर्नुपर्दछ, दृढ संकल्प राख्नुपर्दछ, अखण्ड पुरुषार्थ राख्नुपर्दछ र त्रिगुणात्मक मायाको चक्रव्यूहमा हामीले फस्नु हुँदैन। त्यसैले सफलता भनेको केवल एक दिनमा मात्र प्राप्त हुने वस्तु होइन। यसको लागि त अभ्यास चाहिन्छ, वैराग्य चाहिन्छ, दृढ संकल्प चाहिन्छ।
अखण्ड पुरुषार्थ चाहिन्छ, तब मात्र एउटा व्यक्ति सफल बन्न पुग्छ, एउटा व्यक्ति सफलताको शिखर चुम्न सक्छ। श्रीमद् भगवत गीताको अध्याय 7 को श्लोक 14 मा भगवानले श्रेष्ठ स्थानलाई व्यक्ति किन प्राप्त गर्न सक्दैन, किन सामान्य जीवन नै बिताइरहेको हुन्छ भन्ने प्रश्नको उत्तर दिँदै भन्नुभएको छ, दैवी हेषा गुणमयी मम माया दुरत्यया मामी वै प्रपद्यन्ते मम मीतां तरन्ति ते। अर्थात् यो सम्पूर्ण सृष्टिलोक, यो संसार योग मायाबाट चलिरहेको हुन्छ। ती योग माया 3 गुणले युक्त हुन्छन्, सत्वगुण, रजोगुण र तमोगुण। भगवान भन्नुहुन्छ यी योग माया अत्यन्तै अद्भुत, अलौकिक, त्रिगुणात्मक माया हुन्। अपितु यिनी त मेरै माया हुन्। यिनी मायाको सृजना मबाट नै भएको हो, यिनी मबाट नै जन्मिएकी हुन्। यिनी माया यति आकर्षक हुन्छन् कि यिनलाई कोही पनि व्यक्ति नकार्न सक्दैन। यिनीले व्यक्तिलाई अनेकौं प्रलोभनमा पारेर आफ्नो कर्तव्यबाट विचलित गर्दछन्। तर यसको एउटा उपाय पनि छ, किनभने यी मायालाई नत्यागुन्जेलसम्म कोही पनि पुरुष श्रेष्ठ बन्न सक्दैन, सफल बन्न सक्दैन। भगवान भन्नुहुन्छ जसले ममा आस्था राख्दछ, ममा पूर्ण श्रद्धा राख्दछ, मलाई नै विश्वास गर्दछ, अन्तर्मनबाट मलाई विश्वास गर्दछ, श्रद्धा राख्दछ र मलाई भज्दछ, त्यस्तो व्यक्ति नै यी मायाको चक्रव्यूहबाट बच्न सक्दछ, मुक्त हुन्छ। त्यसपश्चात यी माया हाम्रो दुःखको, हाम्रो योगको मार्गको बाधक होइन, साधक बन्छन्। त्यसैले हामीले योगको मार्गमा निरन्तर रूपमा अगाडि बढिरहनु छ भने, उत्कृष्ट स्थान नै प्राप्त गर्नु छ भने यी योग मायाको त्याग गर्नुपर्दछ। र यी योग मायाको त्याग गर्नको लागि हामीले भगवानमा श्रद्धा राख्नु पर्दछ, विश्वास गर्नुपर्दछ, भगवानलाई अन्तर्मनदेखि स्मरण गर्नुपर्दछ। यसरी यी सम्पूर्ण श्लोकहरूले हामीलाई योगको मार्गमा निरन्तर रूपमा अविचलित भई आफ्नो कर्तव्य पथमा अगाडि बढ्न सिकाइरहेका छन्। योग मायाबाट मुक्त हुने उपायहरू सिकाइरहेका छन्। त्यसैले हामी सबैले योगी बन्नुपर्दछ, योगको मार्गमा अगाडि बढिरहनु पर्दछ र योग मायाको चक्रव्यूहबाट बच्नका लागि भगवानलाई स्मरण गर्नुपर्दछ। हरे कृष्ण।